बोजू यता तल आरु भन हेलो एभ्रिवान वेलकम टु माई ब्लग आज चाहिँ हामी कहाँ गएको भन्देऊ आरु आज चाहिँ हामी एमएम तराई गएको बिहामा यहाँ चाहिँ सानो छ यहाँ चाहिँ म यहाँ चाहिँ पापा यहाँ चाहिँ माइजू यहाँ चाहिँ माइजूको मम्मी हजुरआमा यहाँ चाहिँ बिचमा चाहिँ को छ हाई भन्देऊ सानुलाई चाहिँ यहाँ निन्द्रा लागिरहेको छ सानु हाई भन्देऊ त हाई भन्देऊ न छिटो आज सानुलाई चाहिँ मैले हेयर कट गरिदिएको बिहान बिहान सानुले मुख फुलाइरहेको छ यहाँ अब चाहिँ हामी बिहा गएको आराम से फोटो खिचिन्छ सानो सानो यता आऊ सानो सानो आऊ न यहाँ हात पक्र छिटो छिटो अलिकति हालिदिनुहोस् अलिकति है बेचो अलिकति चिकन सानो यो मामा पनि खाने ल फिस होइन फिस पेटी पिस छ छैन त छोडिदिन्छु उसको हजुर मटन त्यो होस् पछि हजुर चल्यो पापाले पनि खाना लियो बोल्नु पर्दैन आज म मेरो पापा खाना खानु हुँदैछ सानो बहिनी मन पर्यो अरे लान्छ बहिनीले लडाइदिन्छ होला हौ खै आरुले यहाँ के गर्दैछ तिमीले खाएर गयौ नि यो मम्मी पापाको तिमीले र बहिनीले खायौ अघि दिएको छ बेसी खानु हुँदैन भन्दैको छु दिनु पनि हुँदैन भोलि स्कुल जानु नजाने भोलि स्कुल जानु यो पापाको देख्यो आउँछ पापाको लागि हो यो आउनुहोस् ब्लगमा आउनुहोस् ब्लगमा भन्यो भने देखाउनु सक्छ नि हाँस्दै हाँस्दै त मैले हेर्नुहोस् यहाँ आइसक्रिम खाँदैछौँ हामी आइसक्रिम खाइसक्यौँ भुल्यामा यहाँ हेर्नु
आऊ मलाई खोजेर म बुनु पनि होला पुरा हजुर आलु बोल्दै गर मेरो खोपा पनि निकाल न खोपा खोपा एकटा गयो 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 सब हालिदिने मान्छेले हेर्छ बन्दिराले हेर्छ नि शीतलले हामी चाहिँ खाइपिएर घुम्नु आएको माइजू सानो यहाँ हेर्दैन ओ सानो यहाँ आएर यो त हेर्दैन खानापिना खाएर सब घुम्नु आइरहेछ छोरी फेरि आइसक्रिम लिएर आएछ फेरि आइसक्रिम किन इसको देख के बोल रहा है कि पहले भी लेके नहीं होगा अब भी लग रहा है चाहिँ सबैको फोटो सेसन भइरहेको छ यो हाम्रो ठुलो माइजू अर्को सानो माइजू यता फुपू यहाँ चाहिँ पुच्काको स्टल पनि छ फ्रीमा पाउँछ फ्रीमा जति खानु छ खाऊ। नमस्ते ओ मामा नमस्ते गर्दैछ है बिजु मामा यो भाइलाई र हजुर सानो यहाँ हेरे न बाबा सानो कहाँ गयो सानो सानो आमाको निकालेको छ बोजू सानो गाडी छ हामी पनि मेरा मम्मी देखेगी ना ठुली आमा गाडीमा बस्नुहुँदैछ मम्मी आउँदैन अहिले ए मजदा त सायद आउनु नै भएको छैन मेरो भिडियोमा आज बन्द गरिदिनुहोस् दा साडी 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 लो आडु भन्नु हेलो एभ्रीवन वेलकम टु माय ब्लग आज चाहिँ हामी बिहामा गएको खाना पिना गएर घर आउँछु अब हामी घर फर्केको अघि अघि अझै मम्मीको फोनको यति बेल्नु बोल्नु पर्दैन आरू यो ठुली आमा पनि हुनुहुन्छ ठुली आमा यता हेर्नुहोस् अब ड्राइभ गर्नु हुँदैछ अब हामी कहाँ गएको सानो घर भन मम्मम खायो के खायो मम्मम के खायो मम्मम मिठी चिची अरू आइसक्रिम आइसक्रिम बाई भन्छ पापाले चाहिँ यहाँ सनरुफ ओपन गर्दैछन् अब अरू उठ्नु आँटिसक्यो सनरुफमा ना और नहीं अब हामी कहाँ आइपुगे हामी चाहिँ दामबाट आइपुगे अब घर आउनु आँट्यो हाम्रो नगर पनि बसा लाग्छ बसा बाहिरबाट हजुर हुन्छ ऊ आमालाई बाई बाई गरिदियो ऊ आमा बाई ठुली आमा यता बाई गर्दैछौ किची दिइहाल किची बा गरिदियो
बन्द आमा बाई भन्नु आमा उसले आमाको गफै खत्तम भएको छैन अब काकीको मामला बोलेर पूजा हटो हटो 7 तारिक शनिबार 7 तारिक बंद करो एसी चल रहा है ओ बाई बाई आमा बाई फोन गरिदिन्छ कुनै के भन्नु त सर तुले आमाको गफै खत्तम भएको छ कानु घर आए भन घर आउँदैन जान्नु घर गाडीमा बसिबस्छौ मन पर्यो गाडीमा बसिराख्नु खालि घुम्नु मन पर्छ घरमा बस्नु मन पर्दैन किन सानो राधे राधे भन्देऊ राधे राधे भन्देऊ हजुर आमाले के भन्नु सिकाउनु भएको थियो अहिले नमस्ते होइन राधे राधे भन न किन राधे राधे भन किन सानो बोल्नु राधे राधे नमस्ते भन्देऊ माथि उठा सानो भनेर के भन्नुपर्छ अरे हजुर हटो हजुर हजुर भन्देऊ न बाई अब हाम्रो घर आयो भन्देऊ हाम्रो घर आयो हाम्रो घर आयो यो चाहिँ हाम्रो घरको बाटो यहाँ चाहिँ शनि मन्दिर छ हाम्रो घरको अगाडि यो चाहिँ आमाको दोकान साइड गरेर हामी पनि उत्रिने हो हाम्रो घर टोटोमा जानु राजु मामा राजु मामा किन जानु भयो उत्र माइजूहरू पनि उत्रिनु भयो आमाहरू पनि उत्रिनु भयो आमा बाई भन्दै लो चाबी लो उताबाट आउँछ नभए आमा ओ आमाहरू जानुभयो दिदी पनि उत्रेछ आरु दिदी हो बाई बाई माइजू फटाफट हाम्रो घर पनि आयो भन्देऊ